सो हेलो एभ्रिवान वेलकम ब्याक टु माई च्यानल. इट्स बिन सो लङ है. धेरै पछि नयाँ भिडियोमा चाहिँ आज के छ भन्दाखेरि मेरो लाइफको एकदम सबसे लङ ड्राइभ त मैले उतै क्यानाडामा गरिहालेँ होइन. लगभग 10 आवर 11 आवरको ड्राइभ गरेँ. अब यो चाहिँ मेरो सबसे लङ्गेस्ट राइड हुने चाहिँ बाइकमा म अनि हामी तिनजना साथीहरू मिलेर एउटा 150 FZ छ, एउटा NS लिएर चाहिँ NSको ब्रेकमा ओइल हाल्दैछौँ है. अनि त्यही हो, बाइक लिएर चाहिँ आज हामी कहाँ जाँदैछौँ भन्दाखेरि एकदम मेरो पहिलेदेखिको एउटा रहर, एउटा काइन्ड अफ भाकल जस्तै भएको थियो होइन, एकदम जान्छु भन्ने थियो. आज चाहिँ त्यो मनसा एकदम पुरा गर्न लागेको छु मैले. आज चाहिँ म पाठी भएर जाँदैछु है. यहाँबाट हाम्रो आज फर्स्ट डे बिर्तामोड इलाम हुँदै नेक्स्ट डे ताप्लेजुङ हुँदै थर्ड डेमा चाहिँ हामी पाठी भएर मातामा पुग्नेछौँ. सो त्यही हो, मसँग साथी पनि छ है, हामीसँगै खप्तर गएको साथी हो. सो आज तिनजना दुईवटा बाइकमा जाँदैछौँ. एकदम लङ राइड हुनेछ, केही हत्ता नगरी आरामले बस्दै जानेछौँ. अहिले चाहिँ हामी धुली खेलमा छौँ. सो त्यही हो गाइस, बाँकी अपडेट म दिनेछु बाटोमा. भिडियो चाहिँ एकदम सकेसम्म सर्ट बनाउने कोसिस गर्नेछु. त्यही हो, ब्याग प्याकिङ रेडी छ है. म चाहिँ सोलो गर्छु अनि साथीहरू चाहिँ डबल राइड गर्दैछ नि. माउन्टेनमा त्यो अगाडि होला होइन. अनि यहाँ चाहिँ अस्तिको त्यो बाढीले चाहिँ बाटोहरू पुरै बगाएको थियो होइन. त्यसको लागि अहिले चाहिँ यहाँ डोजरले बाटो बनाउँछ. हामी चाहिँ एकछिन रिफ्रेसमेन्टको लागि चाहिँ यहाँ खोलामा आउँदैछौँ. अहिले चाहिँ हामी सिन्धुली ठुलो गढी आएको छौँ है. यहाँ चाहिँ अहिले म पहिला 4 वर्ष अगाडि आउँदाखेरि चाहिँ खासै केही थिएन, एकदम अनम्यानेज थियो. अहिले चाहिँ यहाँ पुरा म्युजियम खोलेको छ है. सिन्धुली गढी वार म्युजियमदेखि लिएर ठाउँ चाहिँ एकदम बवाल बनाएको छ. हुन्छ चाहिँ हाम्रो सिन्धुली गढीको है वार म्युजियम भर्खर नयाँ बनेको, एकदम राम्रो रहेछ. भित्र सानो छ तर एकदम इन्फर्मेटिभ कुराहरू छ है. हात हतियारदेखि लिएर सबै छ त्यसमा. यो चाहिँ वीर योद्धाहरूको शालिग. यो चाहिँ हाम्रो सिन्धुली गढीको ठुलो घडी है. यहाँबाट चाहिँ हामीले अङ्ग्रेजसँग युद्ध लडेको ठाउँ. यो चाहिँ पानीको कुवा है, उबेला पानी स्टोर गर्ने. अनि यही हो गढीको बिचको भाग जहाँ सैनिकहरू बस्ने. हाम्रो श्रीपाज महाराजधिराज पृथ्वीनारायण शाह. सिन्धुली गढी आज चाहिँ हाम्रो डे 2 है. हिजो चाहिँ हामी धरान आएर चाहिँ यहाँ धरानको बुद्ध चोक भन्नेमा बस्यौँ है. यता एउटा होटेलमा बस्यौँ. यो चाहिँ बुद्ध चोक चाहिँ हाम्रो ठ्याक्कै हर्क सापाङ सर जुन चाहिँ धरानको एउटा इन्डिपेन्डेन्ट मेयर हुनुहुन्छ है, ठ्याक्कै मेयरको भन्दा 2 कदम साइडमा भएको होटेलमा बस्यौँ. अनि त्यही हो, अब यहाँबाट चाहिँ हामी अब इलामको बाटो बिर्तामोड हुँदै नजाने कि त्यहाँको बाटो बन्द छ अरे. त्यही भएर हामी चाहिँ अब अल्टरनेटिभ बाटो, अर्को बाटो चाहिँ यहाँ के भन्छ यो भेडेटार हुँदै अनि यो तामर समथिङ तामाकोसी कोरिडोर समथिङ के छ अरे, त्यही कोरिडोर हुँदै अब भेडेटारको बाटो जानेछौँ है. त्यही हो. राइडर विवेक on the house. अहिले चाहिँ हामी धनकुटामा छौँ है. अन द वे टु फिदिम पाथिभरा ताप्लेजुङ. हेर्न सक्नुहुन्छ मेरो पहाडीको यो डाँडा चाहिँ एकदम बवाल देखेको छ है भ्यू. अब क्यामेरामा कस्तो देख्नु भन्दा नि रियलमा चाहिँ एकदम बवाल देखेको छ है. बवालको भ्यू छ यो.
This is the hill. Guys, यात्रा एकदम कष्टकर थियो है बीचमा खासै देखाउनु पाएन एकदम हार्ड राइड एकदम खत्तम कच्ची बाटो हुँदै राम्रो बाटो हुँदै पनि अहिले हामी तल्लो पार्टी के भन्छ तल्लो फेदी भन्छौँ यहाँ आएर छौँ लौरो लिग्यौँ अब यहाँबाट हामी रातिको कति बज्यो यहाँ 8 बज्न लाग्यो यहाँबाट अब लौरो टेक्दै 1 घन्टा चढाइ गरेर हामी मास्लो फेदी भन्ने छ है ठुलो फेदी भन्ने ठाउँमा गएर बस्छौँ त्यसपछि भोलि बिहान त्यहाँबाट चाहिँ माथि मन्दिरमा लाग्नेछौँ लौरो टेक्दै राति रातिको 9 बज्यो है हामी चाहिँ तल्लो फेदीबाट मास्लो फेदी लाग्ने ठुलो फेदी मास्लो फेदी लाग्ने तर्काउँछौँ एकदम अँध्यारो साथीहरू अगाडि गइसक्यो म चाहिँ धेरै भयो नहिँडेको होइन 4 वर्षको ग्याप भयो उकालो नहिँडेको त्यही भएर आराम गर्दैछु एकदम ठाडो उकालो छ बाटो चाहिँ यो चाहिँ हाम्रो ठुलो फेदीमा बेलुकाको खाना खाँदै आदित्य म है खाना एकदम मिठो कस्तो लागेर खाना बिहान करिब 3:30 बजेको माथिल्लो ठुलो पार्टीबाट चढाइ गर्दै अहिले बिहान कति बज्यो 6 बजे हामी पाथिभरा आइपुगेको छौँ राति बाटोमा हिँड्दा एकदम गाह्रो ठाडो उकालो जसो तसो आराम गर्दै गर्दै आएको छौँ है एकदम दामी भ्यू देखेको छ पुरै पहाडी हिमाल छ यो अब ब्यागमा हालिदिउँ न त कञ्चना जङ्गल हाम्रो आउनु चाहिँ अम्बा चोर अरूको घरको अम्बा चोर्दै है घरमुली यहाँ छन् अहिले चाहिँ हामी यो बारा क्षेत्रमा छौँ है हाम्रो विष्णु भगवानको 10 अवतार मध्ये एउटा अवतार बारा क्षेत्र आएको बेला त्यही बाटोमा परोस् भनेर यसो धार्मिक तीर्थस्थल नछुटौँ भनेर चाहिँ हामी यहाँ आएको छौँ गुड मर्निङ गाइज फ्रम जानकी मन्दिर जनकपुर है अब यहाँ पनि आउने एउटा इच्छा नै थियो है जनकपुर धाम आइयो यही बाटोमा पर्ने भएको कारणले चाहिँ अलिकति भित्र छिरेर हामी हिजो फिदिम बसेको थियौँ फिदिमबाट चाहिँ डाइरेक्ट हामी बिहान सबेरको यात्रा हाम्रो जनकपुरसम्मको थियो राति 8 बजे जनकपुर आइपुग्यो है फिदिमबाट हिँड्दाखेरि अहिले चाहिँ म जानकी मन्दिरमा छु है एकदम राम्रो छ मन्दिर मन शान्त हुने गरी भजन बजिरहेको छ